आमा हजुर हजुर कहाँ जन्मिनु भएको रतन छ ए रतनछा भनेको खोटाङ जिल्ला है अनि कति सालमा बिहे भएको आमा हजुरको हजुर कति सालमा बिहे भएको कति वर्षमा कोही कति वर्षमा हो पनि बिर्सिहाले ए अनि आमा लमी चाहिँ कसले गर्नुभएको कलिया को हुनुहुन्थ्यो त्यति बेला ऊ केटाकेटी मिलाइदिने तपाईँको बिहेमा ठुल्चुम्मा र पक्बुबोई अनि पक्बुबोईको ससुरा हजुर ठुल्चुम्माको ससुराले गराइदिएको है मलाई ए छोरीतिमा भनेपछि तपाईँको हाम्रो बाबा कि दिदी नाना छोरी नाना दिदी र बहिनी ए अनि उसको हरू चाहिँ नि त रतन चाहिँ पक्कु र ठोलीको ए अनि उनीहरूले गराइदिएको हजुर हजुर त्यति बेला त कसै थियो चलन हजुर थैलीमा पैसा लाएर हजुर रक्सी कठा राखिदिएर हजुर गर्ने चलन थियो त्यति बेला हजुर त्यहाँदेखि राति लिएर बाहिर बस्नु पर्ने हजुर जब त सासूले तानेर हुन्छ त्यहाँदेखि मात्रै पस्नु पर्ने चलन त्यस्तो छ कि आमा अनि तपाईँको बिहे हुँदा जेठा मामा दिक्कुको बिहे भइसकेको थियो दिक्कुको त 16 सालमा भएको ए जेठा दिक्कु मान्छे राई उहाँ त प्रधान पञ्चायतमै हुनुभएको अरे हो भएको छ प्रधान पञ्चायत ऊ बेला ए अनि आमा अनि त्यसपछि आपासँग चाहिँ त्यो हेरेको कति दिनपछि बिहे भएको मन पर्यो त्यति बेलै मन पर्यो हजुरलाई हाम्रो आपा बुवा त्यो जुन चाहिँ मन पर्यो होला के केटाकेटी बुद्धि अब अचल जस्तो थिएन हजुर बुद्धि हजुर त्यति बेलाको बुद्धि हजुर अब त्यति बेला ज्ञान देख्थ्यो के हजुर अहिले ज्ञान त्यस्तै त्यति बेला अहिलेको पो यत्रोमा ज्ञान आउँछ अहिलेको त्यति बेला ज्ञान आउँदैन थियो ए अनि आमा त्यसपछि अनि त्यसो भनेपछि अनि हेरेको कति दिनपछि चाहिँ तपाईँलाई दोर्पा ल्याए त घरमा ल्याएको त कति न कति ए अनि त्यसपछि अनि आमा त्यति बेला त अनि जन्ती जानु पर्थ्यो होला है पर्छ नि पछि अब कहिले झिकाउँछ त्यति बेला जन्ती नै ए कुन बाटो जानुभएको त जन्त तपाईँ पापा कुन बाटो आउनुभएको रहेछ कुन बाटो फर्किनु भयो त तपाईँ उता दोर्पामा आउनुभयो त कुन त ए भनेपछि अनि त्यसरी बिहे भयो कि आमा अनि माउलो जाँदा आउँदा चलनै त्यस्तो है चलनै त्यस्तो के हजुर पहिले मलाई मात्रै होइन चलनै त्यही अनि हजुरले त्यति बेला माउलो जाँदा आउँदा बाटोमा कतिको डर लाग्थ्यो त हजुरलाई लाग्छ नि डर लाग्थ्यो कि आमा जङ्गल थियो जङ्गलको बाटो हजुर ए त्यति बेला के बाघ भालु लाग्थ्यो र लाग्छ त नि अनि बाघ लाग्छ त नि हजुर तल एउटा सापसुगाला चढेपछि ठुलो ढुङ्गा छ त्यहाँ बाघ बस्छ भने हजुर त्यो ढुङ्गा नकाटिँदा डर लाग्थ्यो तपाईँलाई बिहान गएर बेलुका आउँदा ए कहिले काहीँ एक्लै पनि जाने आउने गर्नुहुन्थ्यो अनि पछि कति गयो कति गइएन ए अनि कति भयो त हजुर माउलो नजानु भएको चाहिँ धेरै भयो नि धेरै वर्ष भयो माउला नगएको हजुर हजुर पछि मामै दिकुहरू छामारी भेट्न आयो फेरि पछि दिकु आयो हजुरलाई भेट्न आयो आयो नाति आयो भेट्नु ए को नाति भेट्न आउनु भएको थियो हजुरलाई माइलाको नाति ए भनेपछि त अनि आमालाई माउलो जाँदा आउँदाको कुरा पनि याद छ अनि त्यति बेला चाहिँ जन्तीहरू आएको पनि याद छ धेरै कुरा याद रहेछ आमा ए अनि आमा त के बिहेको बेला चाहिँ अहिले जस्तो थाल थियो कि थिएन त्यो ऊ बेला थाल थियो थाल 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 के थाल भात खाने बिहेमा थिएन टपरीमा नै ए टपरीमा हजुर दुनामा तरकारी हजुर अचलमा थाल त पछि निक्लेको त हजुर
अलिक टप्परी ए भनेपछि टपरीको चलन थियो त्यति बेला ऊ बेला ऊ बेला टप्परीको चलन जुना टप्परीको चलन थियो त। ए अनि आमा तपाईँ माउलो जाँदा आउँदा कुन बाटो जाने आउने गर्नुहुन्थ्यो त बाटोको नाम कुन हो कुन ठाउँबाट जाने आउने गर्नुहुन्थ्यो त माउलो जाँदा माउला जाँदा हजुर दबेला बाटो दोबेला बाटो है हाम्रो घर सुलीपाखा दोर्पा दुम्ली बाटो चाहिँ तपाईँ दोबेला हुँदै जानुहुन्थ्यो दोबेला। दोबेलादेखि अनि कता हुँदै जानु त नि दबेला हुँदै साफसुथरी त्यहाँदेखि उकालो निक्ल्यो उकालो है जङ्गलको बाटो ए बिहानै गएर बेलुका आउँथे अघि डर लाग्थ्यो बाटोमा लाग्थ्यो त। ए के बोक्नुहुन्थ्यो त्यति बेला झोला कि थुन्चे थियो चलन झोलाको चलन थियो र हजुर थुन्से बोकेर आउँथ्यो नि। ए थुन्चेमा के हुन्थ्यो आमा जाँदा के लानुहुन्थ्यो आउँदा के ल्याउनुहुन्थ्यो त जान्छ के नै के आउँदा त कुकुरले के लगाइदिन्छ ए त्यो बोकेर आउँथ्यो ए जाँदा रित्तै माइत घर जाँदा रित्तै अनि माइत घरबाट आउँदा चाहिँ कोकु हजुरआमाले जे ल्याइदिन्थ्यो त्यही ल्याएर आउनुहुन्थ्यो नाति नातिनाले यस्तो यस्तो लगिदियो भनेर थुन्सेमा लगाइदिनु बोक्यो हिँड्यो ए अनि आमा त्यो बाटोमा त अनि के तपाईँ त उता दुम्लीबाट पिप्ले हुँदै अनि दोबेला हुँदै माउला जानुहुन्थ्यो रहेछ है धेर नै बाटो हजुर अनि तल बाटो पनि बाटो थियो भन्ने सुनेको थिएँ कुन बाटो तलको चाहिँ ठुल्चोमा घरमुनि तल सुँगुरा मसुमरा सिब्रा भन्छ सुँगुरा क्या अरे ठाउँको नाम चाहिँ हिँड लागेको बेला त्यो छ हजुर बर्खा लागेको बेला दबेलाको बाटो ए माथि पुल थियो क्या अरे त्यो बेला त्यो त पुल सेट दबेला हजुर पुछारूमा ए अनि कहिले काहीँ बाटोमा आउँदा जाँदा भाग्यले मौकाले भदा भदैनी बाउ माइती गाउँको मान्छे पनि भेट्नुहुन्थ्यो कि कहिले काहीँ भाग्यले बाटोमा एक्लै भएको बेला भेटिन्थ्यो नै हजुर अनि कोले लगाइदिएको रक्सी मूलबाट निस्केपछि अलिअलि माइतदेखि लिएको हजुर भन्दै खाऊ भने दिन्थे ए बाटो भने कति राम्रो कुरामा अनि बाटोमा त ठुटी तिमाको घर थियो है उहाँ पुग्ने बेलामा ए ठुटी तिमाले हजुरको लमी गरेपछि हामी जन्मियौँ है ए ठुली तिमाको याद कतिको आउँछ हजुरलाई आउँछ त नि बाटोमा थियो घर योमा ए मलाई पनि याद छ आमा जाँदा आउँदा हामी बस्ने घर ए नाना हामी आमासँग बोल्दैछौँ नाना चाहिँ पर हुनुहुन्छ अनि आमासँग माउलो जाँदा आउँदाको बारेमा मैले कुराकानी गरेको छु अनि आमा त्यसो भए त अनि कहिले त भल पनि आउँथ्यो होला पानी पनि पर्थ्यो होला नि त बाटोमा पर्सेन पानी हजुर घुमोटो पनि त्यति बेला बाटोमा पनि माइत जाँदा हजुर माइत जाँदा घर आउँदा अनि पछि दुर्गाम्माले कथा गर्थ्यो म थुन्से बोक्ने अरे नाना झोला बोक्ने अरे नाना ठुरी नाना हजुर ठुली हजुर ए उहाँ ठुरी नाना ए झोला बोक्ने रोजिनालाई कहेको रहेछ कि ए कसले कहेको रहेछ दुर्गाम्माले बुहारीलाई कहेको के भन्नुभएको छ त्यो बुढीले के बोक्छ पनि बुढी चाहिँ थुन्से बोक्छ छोरी चाहिँ झोला बोक्छ भन्थ्यो अरे कि ऊ बेला त्यो बेला ए कहानी गर्नुभएको मामजेठी दुर्गाम्मा मामजेठीले चाहिँ उहाँकी बुहारी रोजिना नानीलाई भन्नुभएको माथिदेखि ए माथि बस्थ्यो नि त हजुर डिहीमा त्यति बेला हामी तलबाट हिँड्दा मूलबाट हिँड्दा उसले देख्थ्यो रहेछ ए सुनाउनु भएको रहेछ पछि बुहारीलाई सुनाएको रहेछ ए ऊ बेला आज्ञामा बेला ए नाना त त्यो मूलबाट हिँड्दै गरे एकजना मकै छ भने टिप्ने तपाईँको छोरी ठुली छोरी ठुली छोरी ए अनि आमा भनेपछि त निकै राम्रो याद रहेछ है ए अरू याद पनि छ त माउलो याद आउँदाको याद छ सम्झना छ कति के छ त अरू सम्झनाहरू यादहरू छ नै के गर्नु अब सक्नु छोडिहाल्यो हजुर 2 बाजेको सन्तानले मैले जम्छै थिएँ ए ऊ बेला उमेरलाई हजुर सक्दा उहाँ रतन साह बुते मामा ए उहाँ पार हुनुहुन्थ्यो होला मामाहरू त 24 जना हजुर सम्म छेक्नु भएको 2 बाजेको सन्तानलाई जम्छेक्नु पर्ने मैले हजुर कुन बाजे
कान्छा बाजे जेठा बाजे कान्छा बाजेको नाम के हो जेठा बाजेको नाम के होला कान्छा बाजेको ईश्वरदान हजुर अरूको बाजेको त जेठा बाजे त के हो ए अनि खाजा के खानुहुन्थ्यो आमा माउलो जाँदा आउँदा बाटोमा खाजा खानुहुन्थ्यो कि ऊ घरमै आइपुग्थ्यो खाजा खाएर मार्दै खाँदा आउँदा कोकुले के लगाइदिन्थ्यो त्यो खान्थ्यो जान्छ पनि छ भने खायो कोही के छैन त्यति अनि कहिलेकाहीँ त अनि मामीहरूले पनि त पुऱ्याउन आउनुहुन्थ्यो होला नि त तपाईँलाई आउँथ्यो नै कुन मामी आउनुभयो हुन्थ्यो र आउँथ्यो कान्छा मामी त कति कान्छा मामीको नाम चाहिँ के पो आमा कान्छाको अजुद्ध अजुद्ध असनेम्पा असने ए अनि अरू मामादिको पनि आउनुहुन्थ्यो हजुर अरू मामादिको पनि पुऱ्याउन आउनुहुन्थ्यो हजुरलाई धेर चाहिँ असने पाएको है कान्छा भएको हुनाले कान्छा अलिक खाली अनि केहरू पुर्याउन आउँथ्यो पठाउँथ्यो बोकुले ए उहाँ ऊ साकेला गाउँपालिका भन्छ क्या आमा अहिले साकेला गाउँपालिका भन्छ रतन छा बुद्धेबा अनि कान्छा मामाको कुरा गर्नुभएको जेठा मामा मान्छे माइला प्रेमबहादुर राई के अरे के सुविधा कि के हुनुभएको थियो ए कान्छा मामै चाहिँ अजुद्ध उहाँको अजुद्ध हो ए भनेपछि त ऊ कहिलेकाहीँ बाउमाइतीले पनि ल्याउनु पुऱ्याउने अनि कहिलेकाहीँ चाहिँ आफै पनि एक्लै जानु आउनुपर्ने ए अनि छोराछोरीसँग माइत माउला गर्दा गाह्रो भयो होला तपाईँलाई त्यति बेला ऊ बेला हिँडिहाल्थ्यो हजुर हिँड्नु सक्दा हजुर टुकु सजिलो के मूलबाटै ए हामीले माउला जानु आउनु सजिलो केमा सजिलो पर दबेला पनि अलिकति ओह्रालो नभए त मूलबाट थियो के हो कि अनि मूलबाट निक्लेपछि नाचाना बस्नुपट्टि के मबुपट्टि लमकपट्टि गरेर सबै चिनेको ए लगाइदिएको रक्सी हजुर अनि कोको भनेपछि माउलोको कोको माइत चाहिँ कहाँ हो हजुरको माउलो कहाँ हो माउलो हजुरको माउला माथि सौरे सौर्य है ए सौर्य भनेपछि कुन पासा हाम्रो बुढो माउली चाहिँ उता आमापट्टिको चाहिँ रदली छ कि नातिनी तपाईँ नातिनी होइन त भान्जी रदुले छको भान्जी तपाईँ ए उहाँ सौर्य मेरो दिको मन्द छ भदेहरू को हुनुहुन्छ सौर्य हुनुहुन्थ्यो अहिले ऊ जन्तरे बाजे भन्नुहुन्थ्यो चौकबहादुर मामा भन्नुहुन्थ्यो है जन्तरे बाजेको नाम मन्द छ साइलाको छोरा साइलाको चाहिँ के हो हजुर हजुर चौकबहादुर ए चौकबहादुर अनि चौकबहादुर दिक्कु त दिक्तेल बस्नु भएको थियो आमा दिक्तेल बस्यो त दिक्तेल कति बस्यो त्यहाँदेखि उसको पुरा भएर राम्रो काम गरेर फेरि थपिएर बस्यो ए के काम गर्नुहुन्थ्यो दिक्कु चाहिँ वेलफेयरमा क्याप्टेन ए दिक्तेलको वेलफेयरमा है अनि त्यहाँदेखि के गाउँतिर हाम्रोतिर पनि विकास गर्नुभयो त उहाँले ए कति गरे कति के गर्नुभयो त आमा स्कुललाई हजुर सहयोग गर्यो नाला दियो नाला कहाँदेखि कहाँसम्म ल्याएको हाम्रो घर तल साइलो बाबुको ए भनेपछि त्यो माथिको त अल्लेको पानी भनेको हो पनि हो ए अल्लेको पानी त खोटाङको दोर्बा चिउडाँडाको अल्लेको पानी तल दुम्ली सुलबासम्म ल्याएको कुरा ए चौकबहादुरले गर्दा अनि दुम्ली स्कुललाई ल कति पैसा दियो हजुर अनि स्कुललाई चौकबहादुर हामीलाई कति सहयोग गर्यो ऊ आउने अनि कता कताको मान्छेहरू गोराहरू लिएर आउने मालाउनी राख्यो भनेर सयपत्री फुल तपाईँको दिक्कुको छोरा चौकबहादुर राई वेलफेयरमा हुँदाखेरि धेरै गर्नुभएको है आउनुहुन्थ्यो है हजुर गोराहरू टेम्के हुँदै आएर सौरे चौकबहादुरकोतिर पस्दै आएर मालाउनी रहने नानी भनेर फुलमाला सयपत्री फुलको मालाउनी राख्यो हजुर हजुर त्यहाँदेखि लगाइदिए हजुर लगाइदिँदा त्यो गोराहरूले के फुल भने के हजुर हजुर के फुल भनेर यसरी सुनेर हेऱ्यो ए हे उबेला हजुर
अनि कति आउँथ्यो कति हजुर हजुर चौको हजुरको साथीहरू ए मामाका साथीहरू यो खास चाहिँ मैले चाहिँ माउलो जाँदा आउँदाको कुरा गर्दाखेरि कुराले कुरा हो नि त खास चाहिँ मैले चाहिँ जेठाले चाहिँ बिहे कहिले भयो अनि माउलो जाँदा आउँदा कसरी आउजाउ गर्नुभयो भनेर सोधेको अनि कुराले कुरा आउँदाखेरि अनि बुढो माउने कुरा आयो ए कुराले कुरा आउँछ नि त हजुर 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 ए भनेपछि त्यस्तोसम्म भएको हो क्यामा ए भाइ सम्झना त धेरै रहेछ हजुरसँग यति छ सम्झ ए अनि साथी तपाईँले एकचोटि भन्नुहुन्थ्यो क्या आमा अब कुराले कुरा आउँदा गरौँ न होइन अब बोलौँ न सबै जे जे आउँछ त्यही अनि के अरे चरा बोल्छ भन्नुहुन्थ्यो अरे कुन दिकुले कि कसले चरा बोल्छ भनेर भन्नुभएको चरा बोल्छ मन्द चरले के भन्नुभएको उहाँले यसो भन्थ्यो चरा मारेर ल्याए अनि भुट्दै बोल्छ भन्थ्यो ल ल मन्द चरले कसरी बोल्छ र त आमा चरा हजुर त्यसो भन्थ्यो उहिलेको बेला बोल्थ्यो र अनि के भित्रतिर लेखेको हुन्छ भन्थ्यो सत्य जुग र होला हजुर हजुर अहिले कली जुग छ होइन हजुर त्यति बेला सत्य जुगमा चरा मारेर अनि भुट्थ्यो अरे बोल्थ्यो अरे ए त्यो सत्य जुगको कुरा सत्य जुगमा सत्य जुग ए भनेपछि उहाँ चाहिँ त्यो बुढो माउली हाम्रो चाहिँ बुढो माउली हजुरको माउली बुढो माउली तिमीहरूको मेरो माउली माउलीको बाजे माउली मेरो दिको ले कुरा गर्नुभएको ऊ बेला ए चाहिँ नि हजुर काँचो काठमा आगो बाल्ने है मन्द चरा है ए अनि भनेपछि त अनि उता तपाईँको त लो केटाकेटी कुरा गरौँ न त घाँसपात खुब गर्नुहुन्थ्यो होला ऊ बेला तपाईँ माइली छोरी घाँसपात खुब गर्नुहुन्थ्यो होला घाँसपात घाँस दाउरा ए कति गरे कति ना खुट्टामा छ त्यति बेलाको समय हजुर अर्कै समय थियो भगियामा अहिले अर्कै समय छ हजुर अनि जुन पारामा मादल बज्छ त्यही पारामा नाच्नु अरे ए भनेको अनि हजुर अब जस्तो त त्यसै खेप्नुपर्छ हजुर अर्कै छ हजुर त्यति बेलाको अर्कै छ हजुर जुत्ता चप्पल भनेको थिएन ऊ बेला बेला अनि के लाएर जानु त अनि माउलो जाँदा आउँदा अनि यताउति गर्दा के लाउनु त अनि खाली खुट्टा त्यति बेला है पछिदेखि पो जुत्ता चप्पल आएको त हजुर 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 पछिदेखि है पछिदेखि ए भनेपछि तपाईँले माउलो जाँदा आउँदा पनि कहिले काहीँ खाली खुट्टा पनि हिँड्नुभयो माउलो जाँदा पनि अनि खाली खुट्टा खाली खुट्टा चाहिँ हिँड्नुपर्छ हो र आमा अनि हाम्रो बेहुला आपा बेहुला भएर आउँदा चाहिँ के लाएर आउनु भएको थियो त जुत्ता के लाएर आयो जुत्ता पनि लाएर आयो ए के छ हजुर ऊ बेला के आमा कस्तो राम्रो राम्रो कुरा गर्नुहुन्छ आमा हाम्रो आमालाई त राम्रो राम्रो कुरा मात्रै याद छ बोल्नु पनि राम्रो राम्रो कुरा मात्रै हजुर बोल्नुहुन्छ राम्रो कुराहरू है जीवनमा राम्रो नराम्रो दुवै हुन्छ नराम्रो कुरा त के गर्नु र है के फाइदा हुन्छ र नराम्रो कुरा गरेर है मिठो कुरा मात्रै गर्नुहुन्छ आमा ए अनि आमा त्यो खास चाहिँ त्यो कुन कुन खोला छ त्यो हाम्रो माउलो नजिक चाहिँ माउला जाँदा ठुलो साप्सु खोला छ अनि बेलो खोला छ हजुर हामी माउला जान्छ ए तल्लो बाटो जान्छ साप्सुमा चाहिँ तर्नुपर्छ हो कि आमा बेलाको बाटो जाँदा बेलो खोला पनि तर्नु पर्थ्यो हजुर साप्सु खोला हजुर साप्सु खोला ठुलो अरे के हजुर हजुर साप्सु भनेको साप्सु बाच्चा भनेको ठुलो अरे हजुर हजुर अनि पहिले यसो गर्ने पूजा गरिदिनु जान्थ्यौँ हजुर हजुर साप्सुको उहीँ हजुर गएर पूजा गर्थ्यौँ ए है साप्सु बाच्चा भनेको ठुलो अरे ए अनि नाना तपाईँलाई माउलो गएको याद छ त छ भाइ ए एकचोटि तपाईँ र म दसैँमा चिजबिज लिन पनि माउलो गए जस्तो लाग्छ अहिले जस्तो लाग्छ होइन ना ए भनेपछि नानालाई पनि याद छ है अनि आमा भनेपछि अहिले त कहाँ ठाउँ ठाउँमा त अनि रोड बन्यो अरे त भन्छ त हो हजुर रोड बन्यो अरे नि त अहिले त बाटोमा गाउँमा अनि माउलो जाने बाटोमा पनि रोड छ होला कति कति त अहिले रोड छ अरे छ अरे हजुर घरमाथि छ अरे माउलाको हजुर घरमाथि हजुर घरमुनितिर भन्छ पनि ए कता कता छ ल धेरै बाटोमा नकेमा ए आज त आमासँग माउलो जाँदा कुरा माउलोबाट फर्किँदाको कुरा अनि त्यसपछि बुढो माउलीको कुराहरू आयो त्यसपछि धेरै कुराहरू आयो कि आमा आज त है आमा खासा आज कति गतेर छ
आज 20 गते 17 अस्ति 18 आज 19 गते हो कि त्यही त मलाई पनि याद आउँदैन अनि कति गते भनेर नातिनीले सोध्छु हिजो कति गते थियो पापा भन्छ अनि त्यो अनुसार मैले भन्नु अरे ए जेठ छ क्या अहिले 17 हिजो 18 आज 19 होला ए 19 गते मङ्गलबार आमा 19 ए